Weed smoke गर्ने केटालाई डेट गर्नुहुन्छ तपाईहरुले? Of course. ए हो र? Yeah. Would you date a guy who smokes weed like हुन्छ नि? Weed smoke गर्ने केटालाई डेट गर्नुहुन्छ? Weed smoke गर्ने केटालाई? Bro, you're judging. You're literally judging. ना ना ना. त्यसले फरक किन पर्छ? Have you ever tried like smoking weed like तपाईहरुले? I mean, can't you see what my eyes look like? I mean... I'm Pravesh. तपाईको नि हात दिनुस् न. Alright, it's so lovely to meet you both. I ladies question पहिला त हुन्छ. So, would you date a guy who smokes weed? Yeah, why not? कसम नडाडिकन. Yeah. Would you date a guy who smokes weed? Yes. Yes, of course. एडिक्ट चाहिँ हुनु भएन बडी नै Addiction भएन खानु चाहिँ खायो अनि बिट खाने मान्छेहरु रमाइलो हुन्छ के उनीहरूको भाइ म्याच भाइ हाम्रो भाइ म्याच चिल हुन्छ अनि उनीहरूलाई कसैको टेन्सन हुँदैन जिएको जस्तो लाग्छ के हजुर. लाइफ लिभ गरे जस्तो लाग्छ के Weed smoke गर्ने केटालाई डेट गर्नुहुन्छ तपाईहरुले? म त गर्दिन मन गर्दैन है? So what's the issue like? मन पर्दैन मन पर्दैन है? Weed smoke गर्ने केटाहरूलाई डेट गर्नुहुन्छ होला त तपाईले? Weed smoke गर्ने केटालाई? Would you date a guy who smokes weed? यस No hesitation है? You both are so cool like कसम साच्ची भनेको लागि हुन्छ नि. Weed खाँदा के नराम्रो हुँदैन नि त. Weed smoke गर्ने केटाहरूलाई डेट गर्नुहुन्छ होला त तपाईले? गरेछ ए गरेको नि छ. ए डेट त अब चुरो नखाने मान्छे को हुन्छ र हो अनि हैन weed भनेको like weed smoke गर्ने छ त्यस्तो नि छ अलिअलि ए एक दुईजना ए मान्छे पर्दैन मान्छे पर्दैन यो आफ्नो बोयफ्रेन्ड नखाने भएको भए त्यस्तो चाहिँ हुन्छ नहोस् त भइहाल्छ नि सबैलाई हैन ए भनेपछि नहोस् नै भनेपछि हैन हैन बोयफ्रेन्ड चाहिँ होस् तर यस्तो कि खाने चाहिँ नहोस् हैन भन्न खोज्या हो विड स्मोक गर्ने केटालाई डेट गर्नुहुन्छ होला तपाईहरु नो है गर्नुहुँदैन है नो सबैजना तपाईहरु जन would you date a guy who smokes weed? Of course. ए हो र? Yes, of course. त्यसो फरक पर्दैन भनेपछि पर्दैन हो लाइक गिभ मी सम रिजन्स लाइक हुन्छ किन फरक पर्दैन लाइक हुन्छ नि I mean Because it's good for your health. ए हो र? है Yeah, it's better than cigarette. है युज गर्दैन भने चाहिँ ठिक छ लाइक त्यस्तो युज गर्छ भने चाहिँ आइम ओके ए भनेपछि weed ठिक छ भनेपछि हैन हजुर एकदम ठिक छ would you date a guy who smokes weed? हो र? Why not? Why would you disrespect anyone's choice? ना 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 लाइक हुन्छ नि भन्नाले Bro, you're judging. You're literally judging. ना 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 calm down like Yunisha like would you date a guy who smokes weed? ओके हो र? त्यस्तो फरक पर्दैन फरक पर्दैन उसको आफ्नो पर्सनल लाइफ हो त्यसले फरक किन पर्छ हैन आम तपाईहरुको ओपिनियन चाहिँ बुझ्न खोज्या हो लाइक माई ओपिनियन डजन्ट म्याटर क्या हुन्छ नि हैन if you don't do it what about if you you like? do it it's okay too if that makes you happy it's okay too alright भनेपछि सबैलाई नि फरक पर्दैन है why not like हुन्छ नि किन लाइक हुन्छ गिभ मी सम रिजन्स कतिले त अब हुन्छ नि अब त्यस्तो नराम्रो सोच्ला नि त विड अब हुन्छ नि स्मोक गर्ने केटाहरुलाई हुन्छ नि त्यही एउटा कुराले जज गर्ने कुरा हुँदैन हैन किनभने सबै मान्छे पर्फेक्ट हुँदैन नि त सबै कुराले त्यो एउटा कुरा मात्रै नराम्रो भएर म्याटर गरेन तर सबै कुरा नराम्रो हुनु भएन हैन so thoughtful यार कसम ब्युटी विथ द ब्रेन्स भने यार It's okay to smoke तर addict चाहिँ हुनु भएन that's it. होइन खानेले खान्छ नि त के अब डेट गर्ने नगर्ने त मन पर्यो भने डेट गरिन्छ नि त खाँदैमा नराम्रो छ भन्ने चाहिँ छैन गर्ने हैन केटा बानी हुन्छ द्याट डजन्ट म्याटर है अब मान्छेप्रतिको उसले के बिहेभ गर्छ भन्नेमा चाहिँ म्याटर गर्छ अब त्यो सधैँ खाइराख्ने एक्सट्रिम लेभलमा खाने भयो भने चाहिँ नो तर कहिलेकाहीँ साथीहरूसँग भेटेर खान्छ भने चाहिँ इट्स ओके है तपाईलाई व्हाट डु थिंक अबाउट लाइक marijuana legalization in like नेपाल लाइक हुन्छ नि हजुर त्यो चाहिँ लिगल गर्नुपर्छ ए हो र Yeah, it should be legalized. इट शुड बी legalized भनेपछि Yeah. है We want to legalize. ए Legalize Nepal. नाइस यार ल है people out here भने Legalize Nepal. ए ल लाइक तपाईहरुले चाहिँ लाइक have you tried smoking weed like हुन्छ नि अहिलेसम्म ट्राई गर्नु भएको छ लाइक if you're comfortable Yes. ए हो र तपाईले नि like was it good bad Yeah, it was good. it was good ए नाइस यार तपाईहरुले चाहिँ ट्राई गर्नु भएको छ लाइक हुन्छ नि मैले चाहिँ एकचोटि गरेको छु ए हो र लाइक was it good bad मलाई चाहिँ खै फेक पऱ्यो क्या हो होइन त्यस्तो धेरै सोचेको जस्तो चाहिँ हुँदैन रहेछ एकचोटि मात्र गरेको थिएँ so would you date a guy who smokes weed like why not there was no hesitation at all यार have you ever tried like smoking weed like तपाईहरुले नो नट एट अल ए हो र never है I mean, can't you see what my eyes look like? I mean, did
you even have to ask? No, never, never. It could be anything like हुन्छ नि अब नसुतेर पनि हुन सक्छ नि त त्यो हैन Never, yeah. Yeah, I took a flight. So I got a red eye. So I'm just out of sleep. है marijuana legalization in नेपालको बारेमा थट्स के छ तपाईको लागि हुन्छ तपाईहरुको लागि what do you think like तपाईको थट्स के छ हुनु पर्छ साच्चै Like openly हुनुपर्छ. Like it's not that bad पनि I feel. है Like त्यस्तो excessive way मा चाहिँ खानु I'm भएन. so into you भने कस्तो भने साच्चै भनेको It's like rules भन्नु भन्दा नि it's like self नि त rules हुँदैमा मान्छेहरुले follow गर्छन् र भन्ने Like उसै पनि अहिले पनि they are like having it. है Illegal भयो नि they are having it. So why not? के छ थट्स Illegally पनि खाइरहेको छ. त्यसलाई legally गरेर पनि खान दिनु नि. मलाई जस्तो लाग्छ कि illegally पनि खाइरहेको छ नि त. खानले त छोड्दैन नि त. है that's a great point है तपाईँ नि भन्नुस् न के यस्तो पिडी भोइस भएको मान्छे चाहिँ चुप लाएर बस्दिने अनि कस्तो भन्नुस् न कि तर तपाईँको स्माइलले काफी भयो यार यसो भनेपछि तपाईँहरूलाई के लाग्छ लाइक थट्स के छ तपाईँहरूको के छ तिम्रो भन्दियो मजाले भनिदिनु न लाइक हुन्छ स्पिक ए माइन्ड यार हुन्छ नि खुलेर बोल्नुहोस् क्या हुन्छ नि नभएको ठिक छ कि ठिक भएको ठिक छ लाइक हुन्छ नि ठिकै लिमिटमा भएको ठिक छ नि किन धेरै पनि हैन पनि हैन लिमिटमा भएको के लाग्छ तपाईँलाई होइन त्यसलाई कुन तरिकाले युज गर्ने भन्ने कुराले होइन मतलब विड भनेको चाहिँ मैले कस्तो भने त्यसलाई राम्रो कुनै मेडिसिनहरूमा पनि विड हुन्छ भन्ने सुनेको छु मैले होइन अनि स्मार्ट लेडिज भएर राम्रो तरिकाले युज गर्यो भने चाहिँ होइन लिगल हुनुपर्छ जस्तो पनि लाग्छ होइन अनि तर त्यसको मिसयुज चाहिँ हुनु भएन त्यही हो जे पनि कुराको राम्रो र नराम्रो पार्ट हुन्छ नि त अनि इन नेपाल 11 वर्षको बच्चालाई हैन मैले पसलमा पठाएर ओइ मेरो लागि चुरोट ल्याइदे भने नि हैन उले लिएर आइदिन्छ हाम्रो नेपालमा हैन अल्कोहल र चुरोट माथि रेस्ट्रिक्सन्स छैन पसलमा हैन कसैले पनि आइडी माग्दैन जब 15 वर्षको बच्चाले गएर गर्छ हैन तर शी स्पिकिङ द फ्याक्ट्स लाइक नो तर हैन जबसम्म अल्कोहल सिगरेट्स or like all these like things मा एउटा एज लिमिट लाउँदैन हैन I think it should be 18 years हुन्छ नि or 21 years तबसम्म चाहिँ नि I don't think you should legalize marijuana legalize चाहिँ हुनु भएन हैन सबैले अब डिसएडभान्टेज पनि धेरै हुन्छ नि त हजुर अब त्यो मिसयुज गर्नेहरूले जसरी पनि गरि नै रहेको छ गर्दै आएको छ अनि सो लिगलाइज गर्नु र नगर्नुमा केही छैन त्यसको धेरै एडभान्टेजहरू पनि छ नि त जान्यो भने मलाई चाहिँ लिगलाइज गर्दा नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ हैन डोन्ट वरी क्या है कताबाट तपाईँ लाइक वे फ्रम कताबाट तपाईँ यहाँबाट जस्तो लागेन मलाई धरान मेरो माइन्डमा त्यही थियो कस्तो भनेको मनी हो भने मनी इटरीबाट हो क्या खास गरी मेरो बहिनी ज्वाइँहरू लाइक हुन्छ मेरो मामाले सब त्यहीँ छ क्या सो धरान आई मिन कम अन गिभ मी हाई फाइभ नि हाई फाइभ छैन के छैन यार के हो नाम के तपाईँको एलिना के तपाईँ राई हो ठ्याक्कै थाहा भयो त्यसलाई म प्रवेश है नाइस टु मिट यु एलिना बोल्नुहोस् न यार कस्तो आफै सोच्छु ल केही छैन नि होइन मलाई मात्रै कन्सल्ट गर्नुहोस् होइन अरूले वास्तै नदिनुहोस् क्या अरूहरूले वास्तै गर्दैन प्रवेश हैन नाम हजुर पिकअप लाइन मन परेन तर नाम ठिक छ थ्याङ्क यू सो मच द्याट वाज इट लेडिज है थ्याङ्क यू सो मच रिलेसनसिपमा भए पनि लाइक इफ द गाई स्मोक्स विड अन अ डेली बेसिस लाइक not like as addictive way but like sometimes okay है वन्डरफुल पिपल आउट हियर कस्तो भनेको स्विट लेडिज भने फ्रम मी टु यु क्युबिनमा जानु भएको थियो तपाईँ क्युबिड शोमा जानु भएको थियो but then why did he use all this vulgar type को jokes to get the girls why not something good to get the girls was that for the content exactly that was the content like हुन्छ नि त्यो content को लागि मात्रै entertainment को लागि are you like that in a real life as well like you get girls like oh तपाईको त bikini shorts are you like that in real life as well no I look like हजुर right but then I'll tell you something because I've been following you for a while now and then I really like what you do in the streets in Basantapur but then Cubanma what you portrayed to us girls especially हामी girlsहरुलाई चाहिँ like तिमीलाई चाहिँ मैले vulgar jokesहरु भनेर पट्याउन सक्छु but then that's not how it works with every girls that's not how it works man you got to win girls heart with your softness softness चाहिँ तपाईले win गर्नु पर्यो but then you cannot go and tell oh मेरो धराराको जत्रो चाहिँ यस्तो भनेर चाहिँ गर्लहरु पटिदैन must the girl Cubanमा को पटिन्छ होला but then in real life girls want something real something someone nice you know someone nice who treats her nice
So that's that. थ्याङ्क यू हामीले पोस्ट गर्न मिल्छ नि हैन Yeah, of course. थ्याङ्क यू Thank you. भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला आई वुड रियली अप्रिसिएट द्याट धेरै सपोर्ट हुन्छ हैन टर्न अन द नोटिफिकेसन्स टु है अनि भिडियोहरू मिस पनि हुँदैन थ्याङ्क यू फर वाचिङ एभ्रीवान पीस